एक समयको कुरा हो। एउटा भिल्ल राजा थियो। भिल्ल राजाको कुनै पनि सन्तान थिएन। यो कारणले ऊ साह्रै नै दुखी थियो। ऊ जङ्गलतर्फ लाग्यो र माता भद्रकालीको तपस्या गर्ने हेतुले माता भद्रकालीको तपस्या गर्यो। माता तुरुन्तै प्रकट भएर उसलाई आशीर्वाद दिइन्। जाऊ, तिम्रो पुत्र लाभ हुनेछ। भिल्ल अति खुसी भयो र मातासँग बिदा मागेर आफ्नो दरबार गयो। दरबार गएर आफ्नो श्रीमतीलाई भन्यो, हे प्रिय, चिन्ता नगर, अब हाम्रो पनि सन्तान हुनेछ। नभन्दै भिल्ल महाराजको सन्तान भयो। ऊ अत्यन्त खुसी भयो। पुत्र लाभ भयो। ऊ अति प्रसन्न भयो र भद्रकाली मातालाई नरबलीको लागि मनुष्य खोज्न थाल्यो। उसले एकजना मनुष्य भेट्यो र भन्यो, हे मनुष्य, मसँग हिँड भद्रकाली माताको दर्शन गर्नको लागि। उसले लिएर गयो। मन्दिर पुग्ने बित्तिकै दरबार झिक्यो र उक्त मनुष्यलाई बलिको लागि तयार पार्यो। ऊ डरायो, निकै डरायो, रोयो, बिन्ती गर्यो, तर उसले सुनेन। मूर्तिबाट एक्कासी माता भद्रकाली प्रकट भइन् र उक्त भिल्ल राजालाई वध गरिन्। ऊ प्रसन्न भयो, अति खुसी भयो। माताको आशीर्वाद मिल्यो र बलि दिनुहुन्न। जसले बलि दिन्छ उसैको नाश हुन्छ भन्ने कुरा यहाँबाट बुझ्न सकिन्छ।